सिंहदरबार पस्नु अघि नै बालेनको यस्तो मास्टर प्लान जसको एउटै प्रहरले 2 वर्षसम्म विदेश सैर गर्ने र रिबन काट्ने परम्परा खरानी बनाइदिनेछ। आखिर के छ बालेनको त्यो गोप्य रोड म्यापमा? नेपाली राजनीतिको फोहोरी खेल र सिंहदरबारको पुरानो व्यथितिलाई जरैदेखि उखेल्ने बालेन शाहले अब एउटा यस्तो सिस्टम लिएर आउँदैछन् जसले वर्षौंदेखि जरा गाडेर बसेको सिन्डिकेट र भ्रष्टाचारको जालोमा सिधै सर्जिकल स्ट्राइक गर्ने निश्चित छ। विशेष स्रोतका अनुसार बालेन शाहले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि अख्तियार गर्ने पहिलो कदम नै स्वदेश दर्शन र काम हुनेछ। उनले पद सम्हालेको सुरुवाती 2 वर्षसम्म कुनै पनि छिमेकी मुलुकको औपचारिक भ्रमण नगर्ने कठोर नीति बनाएका छन्। भ्रमणका नाममा उनी फजुल खर्च, राज्यको ढुकुटीको दोहन र विदेशीको चाकरी गर्ने पुरानो परम्परालाई तोड्दै उनले आफ्नो सम्पूर्ण ध्यान र शक्ति नेपालको आन्तरिक घाउनीको पार्न र रोकिएका ठूला आयोजनालाई पनि गति दिन खर्चिने योजना अघि सारेको स्रोतले बताएको छ। आवश्यक परेको खण्डमा मात्र संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय मञ्चमा सहभागी भई विश्वका शक्तिशाली नेतासँग 1-to-1 कूटनीतिक वार्ता गर्ने, तर देशको निर्णय प्रक्रियामा कुनै पनि बाह्य हस्तक्षेप स्वीकार नगर्ने उनको चट्टानी अडान छ। सिंहदरबार भित्र अब बिचौलिया, अनावश्यक भेटघाट र ठेकदार समूहको पहुँचमा पूर्ण रूपमा नो इन्ट्रीको बोर्ड झुन्डिनेछ। प्रधानमन्त्री कार्यालय अब शक्तिको तजुक देखाउने थलो होइन, हरेक मिनेटको हिसाब राख्ने र नतिजा निकाल्ने कमान्ड सेन्टर बन्नेछ। रिबन काट्ने, पूजाआजा गर्ने र भाषण ठोक्ने र तामझामपूर्ण कार्यक्रममा समय बर्बाद गर्ने पुरानो भिआइपी संस्कृतिलाई बालेनले पुनः विराम लगाउने तयारी गरेका छन्। अब प्रधानमन्त्री वा मन्त्रीहरू उद्घाटनमा होइन, फिल्डमा कामको अनुगमनमा देखिनेछन्। सरकारको संरचनालाई पनि निकै चुस्त र प्रभावकारी बनाउन हालको भद्दा र भागबण्डाका लागि बनाइएका 27 वटा मन्त्रालयको संख्या घटाएर 12 देखि 15 मा खुम्चाउने र ती मन्त्रालयहरूमा कुनै राजनीतिक झोले होइन, सम्बन्धित विषयका एकाडेमिक र प्रोफेसनल विज्ञलाई मात्र मन्त्रीको साँचो सुम्पिने उनको महायोजना छ। यति मात्रै होइन, नीतिगत तहमा हुने भ्रष्टाचार रोक्न र छिटो छरितो निर्णय लिनका लागि उनले विज्ञ सल्लाहकारको एउटा यस्तो टोली बनाउँदैछन् जसले 24 घण्टा कामको रिपोर्टिङ लिनेछ। अझ सबैभन्दा शक्तिशाली कुरो त के छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी संगठन र राजनीतिक समन्वयलाई बलियो बनाउने र बालेन शाहले सरकारको कार्यकारी कमान्ड सम्हाल्ने गरी भएको यो आन्तरिक कार्यविभाजनले आम नेपालीमा नयाँ आशाको सञ्चार गराएको छ। यो केवल एउटा शासन परिवर्तन मात्र होइन, बरु रुष्ट र अल्छी कर्मचारी तन्त्र र पुरानो राजनीतिक सिन्डिकेटका लागि बालेनको अन्तिम चेतावनी हो कि काम गर्ने शैली बदल्नुहोस् कि त सत्ताको बागडोर छोडेर घर बस्नुहोस्। यो लो प्रोफाइल तर हाई इम्प्याक्ट शासनको प्रारम्भिक रोड म्यापले स्पष्ट संकेत गरेको छ नेपालमा अब गफ होइन, कामको युग सुरु हुँदैछ। तपाईलाई के लाग्छ? तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला।